2टा ड्रोन खर्च भयो, तर 13वटा राष्ट्रको तिमीहरू के गरेको इराकमा चिरीमा फटाहरू। तिमीहरू अब यसो धुर्याउने बेला क्यानाडा, फ्रान्स, जर्मन, अस्ट्रेलिया भन्दिनँ, तिमीहरू फर्किँदा तिमीहरूको देश म राख्दिनँ भनेको छ नि त चाइनाले। त्यहाँको रक्षा मन्त्रीले म गएर ढुट्टो बनाइदिन्छु तिमीहरूको देश भनेपछि अहिले जानु डराएको छ नि त। अब नभए कहाँ रसियाले पनि यस्तो घेरा हाल्थ्यो, यिनीहरूले निकै गाह्रो पार्थ्यो। चाइनाले अहिले त्यही भनेपछि साह्रो पार्यो, त्यो जानु भएन नि। अब गए त हिजो सम्झौता त्यसरी बोलेकै छ उसले, अब गएर उता ठाङठाङ ढुङढुङ हिँडाउँदै गरेर आफ्नै घर ध्वस्त भयो नि त। अनि परदेश सप्रेको र घर बिग्रेको मिल्दैन। अनि अहिले चाइनाले छेकिरहेछ र मात्रै हो, नभए त कहाँ। अब हिजो अस्ति भेनेजुएला, क्युबा, किर्गिस्तान अनि यो इरान हिर्काउनु नै उसको 4वटा देशहरू, क्यानाडा पनि 4वटा देश अमेरिका गाड्नु नै यो ट्रम्पले त्यसो गरेको। तर 37 वर्ष भयो अरे भागेको इरानको राजा अमेरिकामा लुकेको रहेछ। अनि सबै त्यही राजाको मातहतमा त्यहाँ चलाउँदो रहेछ र 18 वर्ष कि 21 वर्ष भयो अरे त्यो अब्दुल्ला खामेनी राष्ट्रपति मार्नुलाई अमेरिकाले खेदो गरेको। तर अहिले मारेर छाड्यो, तर उसको पनि ठुलो क्षति भयो। अब उसको त्यो कतारतिरको ठुल्ठुलो अब सेटेलाइट भयो, दुबईतिर, कुवेततिर, साउदीतिर सबै डाङ्गु, उसको पनि सेना डाङ्गु क्षति भयो नि त। धेरै मारिदियो नि त इरानले। अहिले पनि इरान पछाडि हटेको छैन नि। इरान के रेडीमा छ इरान अहिले। उसको 1800 त ड्रोन र फाइटर मात्रै झरिसक्यो अरे अमेरिकाको। अहिले एकदम कमजोर भइसक्यो अरे अमेरिका विज्ञानले। अब के गरौँ भन्नेमा पुगिसक्यो। तेरो सेना हटाउँछ भने हटाउँदैन भने सब मारिदिन्छु भनिसक्यो त इरानले। कुवेत, इराक, साउदी, कतार, दुबई, बाहराइन, ओमन सबै ठाउँमा एकैसाथ हिर्काइरहेछ नि त अहिले पनि इरानले। अब उसले त किन हतियार चाइना रसियाले दिइहाल्छ, उता ड्याम कि ड्याम ठोक्नु मात्रै छ। उपकरणहरू ठुल्ठुलो दिएको रहेछ अहिले इरानलाई। त्यो आउँदाखेरिमा ती पक्रिने, त्यो समाउने, विस्फोट गराउने, तानेर झार्ने, त्यो आफ्ना देशको रक्षाको लागि। अमेरिकाले यो चाहिँ यसलाई साह्रै ठुलो गल्ती गरेको हो क्या। होइन त्यही त। अब भेटनाममा अहिले तपाईँको भेटनाम 11 वर्ष हिर्काएर केही नभएपछि त्यहाँकाले मान्छे खाने कानुनै बनाए, मरेको साथी खाँदै लडेका। मान्छे 60 लाख मात्रै छन् भेटनाममा, मान्छे छैन नि। 60 लाखभन्दा मान्छे नै छैन। अब श्रीलङ्का 1.5 करोड। अब श्रीलङ्का के गर्यो भने श्रीलङ्कामा चाहिँ यसो गर्यो। श्रीलङ्का चाहिँ राजीव गान्धीले त्यहाँको लिठेर कर्णेल करुणा भन्ने बाबुराम र प्रचण्ड जस्तो युद्ध स्टार्ट गर्यो। तर भित्रभित्र मिलाएर कति अर्ब पैसा दिएर त्यो कर्णेल करुणाले किनेपछि त्यहाँको सेना चलाउने चाहिँ यता सबै सेना त्यसले ल्याएपछि 6000 सेना ल्याएपछि 1.5 करोड 1 करोड 50 लाख मान्छे भएको ठाउँमा अरे उता लिठे एक्लै भयो। लिठेले पक्रेर अनि मारिदियो।